Kata aku. Tahu anda saya nak सुनो ये बोलायो हाल चाहिँ फेरि माग्नु पर्यो उनीहरुलाई अनि उनीहरू जानु अरे हो बोजू हेरेर आउँछ बोजू गफ गर्दैछ होला को छ किचन गयो गयो हिरोइनहरू मामा चाहिँ कस्तो जान्दैन हामी एन्ट्री भयो हाई बहिनी बहिनीको मुक्ता हेर मुस्कुराउँदै भन्छ लुकाउँदैन आज त लुकाउँदैन भेनाको त्यही त है होइन खरबारीमा होला हौ तल साथीहरुको पनि हराउँछ है साथीहरुले खै नर्मित चाहिँ थुन्दियो रहेछ है सेक्रेटरी बसिहाल्नु सर ऊ सँगै जाइहाल्नु न जाइहाल्छ ए अर्को निक्ल्यो बल्ल हेर्नु नि बहिनी सिजङले वासरुम गएको छ जान है सरमा तपाईँ त्यहाँ जानु न साँच्चीमा म यहाँ बस्नु त्यही भयो है त लगेरै जानु यहाँ रहेन त्यो मेरो एउटा क्लिप तल मेरो खिर्कीबाट एकछिन चाहिँ यता बस्नु पर्यो नहटिन्जेल चाहिँ सबसे ठुलो चाहिँ यता बस्नु सबसे ठुलो दैलोमा आउने गाडो भित्र बस्नु पाउँदैन lokal pocong pasien setahun tuh body matu mama tuh mana dan sampai ke sini untuk body matu mama tuh cukup macam tuh deh di kamar kan aku sok aku dah anu lo ini ren saring nare piris sih dia nak Kantong berita macam dah alam kantung dan. Ada sutre sih sutre. Sutre orang cia cipudi. Cia agit. Tantang musa. Agit sa akop. Kayu liang sa. Nok tabu sa akop nak bona. Kayu liang ka. Pot sing sa lagi. Sedom ka. Ajak ariang mana jo sing sa lagi kali itu. Sum nom lu mana ai pom bona. Adium ariang mana. Lang serong. Rendit sang lam naka.
아리 교문 도나 아이고 아니 도문다 Long rin mere kaisa tu yu mo kopre ulka latu mo ni so. 나이 Uri sa along 단도 가리오 교문 도나라 렌성 남나 kaisa. Long aku long song nian. nhưng mà फेरि अलिकति म ट्रान्सलेट मलाई गर्नुपर्ने चाहिँ हाम्रो आमसँग गीत दुईको हाम्रो नर्मित है छोरीलाई चाहिँ अब हाम्रो राई परिवार के भन्नुभयो उहाँको त साङकाङ राईको परिवारको छोराले मन पराउनु भएको रहेछ है यसको लागि चाहिँ उहाँहरू आज यो माग्नु आएको रहेछ माग्नु आएको अनुसारले चाहिँ यो निटिम अनुसारले चाहिँ यो कोसेली राखेर एउटा सगुन राखेर चाहिँ माग्नु हुँदैछ यसमा अब अक्कु हुनुहुन्छ अन्यु हुनुहुन्छ अब फामिङ हुनुहुन्छ अब बुल्ला अन्युसँग जुन नानी होइन अन्युहरू तपाईँहरू बसिरहनु भएको छ र माइतीहरू यसमा चाहिँ के भन्नुहुन्छ तपाईँले यदि दिनुहुन्छ भने है यसमा अब तपाईँले कुरा चिनाउनु पऱ्यो अघि जुन चाहिँ हाम्रो सोधनीको कुरा सोधनीमा त तपाईँले अब रिसिभ गरिहाल्नु भएको छ है रिसिभ गरिहाल्नु भएको छ अब चाहिँ हाम्रो छोरीलाई माग्नु आएको छ फेरि माग्नु आएको छ माग्नु आउँदा चाहिँ तपाईँले यसमा चाहिँ के भन्नुहुन्छ अब त्यसमा तपाईँले एक शब्द राखेर चाहिँ हामी किनभने जोइ पक्षबाट केटा पक्षबाट फेरि केटालाई पनि लिएर आएर चाहिँ हामी आमा हो सबभन्दा ठुलो के छ आमाले अब छोरी दिनु छ कि छैन अनि त हो म हैन आमालाई के छ भन्नु हुन्छ ठिकै छ भने दुईजनै लिएर चाहिँ हामी सोच्नु होइन यहाँ अलिकति सोधीखोजी गरेर बिहान चाहिँ हैन इनेको उठ्नुपर्छ 명 어디 등시 명사나 아리 राजी खुसी चाहिँ यहाँबाट सोध्दा सोध्दा त्यहाँदेखि चाहिँ अब यो जबमा यता आइपुगेछ हारेछ नि एन्ट्री थाहै नपायो 아니요 아고 아무 정말 사사이 먹갑 하나 그리고 고나 어디 이카 와 yang di sigo alang miok go pu mo kon pu ajib ni pu manin pu ren song na kalang dia sing sa tondo ke sa ta karin ake tu mo alang ren song na ka ka alang miok आमा केही छ भन्नु मेरो छैन भन्नु यति बेला अब जुन चाहिँ आज पनि छ भयो हैन अकुलाई पनि अकु चाहिँ चाहियो अकु चाहियो यहाँ सोच्दाखेरि भन्दाखेरि त अकु पनि त हुनु पर्यो अब बिबु त अब जेलको कुट्टा जेलको त अब रोम्नु नछ मेन त अकु कसैको छ त्यो आउनु पर्यो म तपाईँलाई एउटा परिचय उहाँ हुनुहुँदो रहेछ हाम्रो के भन्छ छोरीलाई मन पराउने अथवा जोइ है अथवा छोरा है हुनुहुँदो रहेछ उहाँ जोइको चाहिँ हाम्रो छोराको चाहिँ काका हुनुहुँदो रहेछ मेन काका हुनुहुँदो रहेछ र अब उनीहरू दुईजनाको सम्बन्ध कस्तो छ के छ उनीहरूको अब व्यवहारिक जीवन कसरी बिताएर जानुपर्ने के कसो भन्ने कुरो चाहिँ यहाँनिर तपाईँले विशेष गरी काकालाई उहाँ चाहिँ आमा हुनुहुन्छ र काका हुनुहुन्छ अनि फुपू हुनुहुन्छ त्यसरी नै माइतीहरू अथवा हाम्रो सबै काकीहरू काकाको वाइफहरू काकीहरू हुनुहुन्छ र यहाँ दाजु हुनुहुन्छ माइतीहरू हुनुहुन्छ र उहाँहरूको बिचमा यो कुराहरू राखिन्छ यो कुराहरू कतिपय कुराहरू उनीहरूमाथि विशेष गरी अब सोधासोधको कुराहरू होइन उनीहरूको जीवनको सम्बन्धकै कुराहरू अथवा जीवन लामो छ त्यो लामो बाटोको यात्राको आज सुरु हो दुईजनाको सुरु हो त्यो यात्राको सुरु चाहिँ अब सोधीखोजी गर्ने छ त्यो सोधीखोजीमा त मेन चाहिँ पोइन्ट चाहिँ अब काका हुनुहुन्छ काकाको कतिपय जिम्मेवारी हुन्छ होइन परिवारमा जिम्मेवारी हुन्छ त्यसले गर्दाखेरि चाहिँ तपाईँ चाहिँ मेन चाहिँ सुनेर चाहिँ गइदिन्छ एकदमै र अब भन्नु के अब नेताबाट भन्नु भन्दा अब मोर्चामा पर अहिले त भयो दिनमा अब मुखको कोसेली होइन हातको कोसेली हुनुपर्छ सबै भन्नु ठुलो कुरो अहिले मिलेर राम्रो छ अरे के छ अरे भोलिको दिनमा यो यस्तो भएर उस्तो भएर चाहिँ त्यस्तो चाहिँ विशेष अब काका छ काकाले सम्झनु पऱ्यो अहिले त राम्रो छ अरे होइन भोलिको दिनमा यस्तो भयो अरे उस्तो भयो अरे त्यो चाहिँ नहोस् जे हुन्छ अब मिलेर गएको हो राम्रो होस् हामी राम्रै सोच्छ मेरो त भन्नु केही छैन अब आमा छ आमा तपाईँमा अरूले के भन्नुहुन्छ मेरो चाहिँ यति नै हो राम्रो चाहिँ होस् भोलिको दिनमा अब बाटो घाटोमा हिँड्दाखेरि कोही चाहिँ अब यस्तो उस्तो चाहिँ होइन एउटा जे जोस् इज्जत भने इज्जत चाहिँ इज्जत हो के भने अब काका एकजना काका हुनुहुन्छ होइन अब तपाईँ एउटा बाउसम्मको है अनि अब जोइ भनौँ होइन हाम्रो जोइ अब तपाईँले अहिले त छोरी पनि राम्रै छ जोइ पनि राम्रै छ होइन दुईजना मन परापर भयो खुसी छ तिमीहरू समयमा गएर यो खुसी चाहिँ लामो समय बिताउनुपर्छ होइन त्यसले गर्दाखेरि केही नराम्रो नसुन्नुहोस् आज तिमीले हेर यो दुईवटा कोसेली राखेको त्यसै होइन नि त यो खदा बाँधेको त्यसै होइन यो फुलहरू छ त्यसै होइन होइन तिमीहरूको एउटा आज ठुलो सबभन्दा ठुलो अब तिमीहरू दुईजनामा जोइँदा छोरीको होइन आजदेखि तिमीहरूलाई अब हामीले पनि हुँदैन भन्नु सक्दैन यो कुरोमा जात अजातसँग मतलब छैन तर तिमीहरू गरी खानु चाहिँ परेपछि गएर राम्रोसँग हामीले चाहिँ देख्नु पाऊँ सधैँ खुसी हुनु
केही कुरो नराम्रो सुन्नु नपरोस् आज जसरी यहाँ खुसियालीसँग माग्दैछ होइन एउटा हाम्रो छोरी फुल फुल्यो बमरा त घुम्छै घुम्छ होइन त्यसले गर्दा अब पछिसम्मको लागि राम्रो होस् आज जस्तो राम्रो छ हेर परिवार यति खुसीसँग बसेर तिम्रो लागि सबैले राम्रो सम्झेर प्रार्थना गरिदियो तिम्रै लागि दाजु छ अनुहरू छ भाउजू छ माइती छ आमा एउटा छ बाउको नाममा एउटा बाउ छ होइन यहाँ बसेर हामीले आज हाम्रो छोरी खुसीले दिँदैछ तर पछिसम्म यस्तो खुसी चाहिँ रहनु पर्छ अब काका तपाईँलाई धेरै कुरो थाहा छ होइन त्यसले गर्दा सुख दुःख त मान्छेले पर्दैन पर्छ सधैँ खुसी हुँदैन होइन हुन्छ तर दुःख पनि त आइलाग्छ त्यति बेला पनि अब छोरीले पनि बुझ्नु पर्यो दुःख कस्तो सुख कस्तो ज्वाइँले पनि होइन त्यति बेला चाहिँ चुलामा आगो पनि त नठोसी बल्दैन होइन ठोसिन्छ कोही बेला त्यो ठोस्दाखेरि त्यो एकपट्टिको आगो बलेर गयो त्यो आगोलाई चाहिँ मैले कसरी मार्नुपर्छ त्यो चाहिँ छोरीले पनि जान्नु पर्यो ज्वाइँले पनि जान्नु पर्यो होइन पछिसम्म खुसी अब तिमी खुसी छ भने त हामी खुसी चाहिँ तिमी खुसी छैन दिँदा हामीलाई काफी छ होइन आमा आउँदाखेरि चाहिँ हैसियत लिएर अन्त छिटो छिटै बिहा सिया पनि रहेछ है म चाहिँ बिहामा चाहिँ लङकै ड्रेसमा हेर्नु आकाशै भए पनि दिलै भए पनि फुल भन्न आइसकेपछि चाहिँ दोस्रो ठ्याक्क के छ त्यो ठ्याक्कले नि याद गरेर Alang samsa akap kayu maka paisa. Hari alang sumusan. Samsa hari maka. अबदेखि ज्वाइँ पनि चिन्यो छोरी पनि चिन्यो ढोक्नु त पर्यो होला नि कि ज्वाइँ र छोरीले कोसेली के ल्याउनु भएको छ आमालाई अनिहरूलाई मेन चाहिँ ढोकिदियो कोसेली त यो चाहिँ तिमीतिर सबै होइन नौटो नि नौटो मान्छेले त छुनु हुँदैन नि त्यो चिज त किन त पुरै छुनु हुँदैन मान्छेले रुमसँग जान भन्दैछ उयो नि लगेर जानु बिस्तारै आज त खुसी हुनु पर्यो Dekat enggak? यो चाहिँ न्योक्सा खेउमु अब अर्को अनि राई अब चिना जातिको निम्ति ढोकेटको निम्ति चाहिँ न्योक्सा खेउमु अहिले चाहिँ एउटा 10 दुरी मात्रै ल पछिबाट सबै क्लोज चाहिँ पछिबाट मात्रै दिन्छौँ दुईका कता दिन्छौँले आउँदै गर्छ तपाईँलाई ल हुन्छ आमा उठिदिनु नि अब अरू सबै यसरी तिमी यसरी भयो यसरी छोरीले आमालाई त्यहाँदेखि चाहिँ जोइन भन्ने आमा भनेर चिनाउनु डाकेर चिनाइ दोकानमा Alhamdulillah cakap dokter apa Allah kan ada. Ini dokter benar. Dia paling simpel. Harus di kamar. को चाहिँ झोक्नुपर्छ हामी
हामी पनि ढोक्छ तिमी दुईलाई होइन हजुर ए अब आज विशेष गरी यहाँनिर अब हाम्रो के भन्छ हाम्रो नर्मित को अब शुभ मङ्गनीको दिनमा होइन यहाँको नाम त के हो नर्मित अनि विशाल राईको यो मङ्गनीको शुभ कार्यक्रममा अब जति पनि आफन्तजनहरू आयो अनि हाम्रो यहाँ नर्मितको पक्षबाट जति पनि आफन्तहरू आउनुभएको छ विशेष गरी यो एउटा सम्झनाको लागि राखिएको यो केक जसरी बनिएको छ त्यस्तै यिनीहरूको जिन्दगी यिनीहरूको लाइफ पनि बनेर जाओस् अनि यो केक काटेर यो केकलाई फेरि खाइन्छ खाँदाखेरि कस्तो केकको एउटा टेस्ट हुन्छ यिनीहरूको लाइफ पनि त्यसरी नै यो केक जस्तै एउटा गुलियो होस् यिनीहरूको यो जिन्दगी होइन सुरुवात हो होइन यो सुरुवात अङ्ग्रेजको समयको अब के भन्नु अब अङ्ग्रेजकै समयको होइन तर एउटा के भन्छ जेनेरेसन आउँदाखेरि आजको दिनमा अब नानीहरूले यो कतिजनाले अब फोटोमा पनि क्याप्चर गरेर भिडियोमा पनि क्याप्चर गरेर राख्नु पनि चाहन्छ यो केक यो अहिलेको जेनेरेसनको हो होइन रह्यो भए पनि तर यो केकमा जुन चाहिँ मिठासता छ यो जुन चाहिँ केकमा एउटा बनिनुमा यति मेहनत गरेको छ यिनीहरूले पनि यिनीहरूको जिन्दगीलाई मेहनत गरोस् अनि यो केक जस्तै मिठो भएर यहाँको आफन्तहरू अनि उतामा पनि गएर नर्मितले त्यस्तै खालको आफन्तहरू बनाउन सकोस् मैले अहिले यहाँनिर भाइसित बात मार्दै थिएँ त्यो गाउँ मैले देखेको गाउँ रहेछ हो एकदम त्यहाँ पनि बेसी छैन यहाँनिर भनेको जस्तै हो यहाँनिर 7-8 घर भनेको छु त्यहाँ पनि 30-35 घर छ होइन एकदमै राम्रो जग्गा छ सब डाँडामा छ अन्त त्यहाँनिर पनि डाँडामा गएर यस्तै अब के हुन्छ यो केक जस्तै एउटा मिठो भएर एउटा त्यहाँको जनमानससित त्यहाँको समाजसित पनि बस्दिने भन्दै विशेष गरी हाम्रो माझमा यहाँनिर बिबिना दिदी एउटा अन्यु मात्रै नभएर उहाँ लेप्चा संसारकै मुन्हा हुनुहुन्छ है उहाँको उपस्थिति अनि दाजुहरू अनि हाम्रो सबैको उपस्थितिमा यो केक अब दुईजनाले काटेर चाहिँ के भन्छ ह्याप्पी मङ्गनी भनेर यो केक खानेछौँ ल ह्याप्पी बर्थडे भन्यो अलिक ठुलै खानुपर्छ आमालाई जे पनि ठुलो भाग चाहिँ राम्रो है सानो सानो त आमालाई दियो आमा अब अनि अलिक ठुलो खानु अन्त अहिले अन्त त्यहाँदेखि चाहिँ खदाम हाल्छौँ नानीहरूलाई बहिनी खदा लगाइदियो यहाँ 3जनाले खदा लगाइदिनु होइन त्यो एउटा यहाँनिर काटेर लगाउन होइन एउटा दुईटा त लाउनु पर्यो नि अब त्यो कुकुरले काटेको काटेर अन्त काटेकै छैन हो दरो भेटे खाए दरो यो चाहिँ एउटाले कम्ती दियो सँगै दुईजना हालिदिनु पर्यो नि एकैचोटि होइन यो पहिला नर्मितलाई लगाइदिनु अन्त के भयो बिमला दिदी आउनु ल बिमला दिदी राम्रो लागिरहेछ के भन्दैन दुईजना
अर्को टेबल दिनु यो अहिले बिहासँग डाइटिङ गर्ने लिनुहोस् है के कसो के खाएको सर्च गर्नु चटपटा हाँ के खाएको भन्दैन आगनको चाहिँ त हेर्नु नि हुने एक्टिङ ओइ भाइ के खाएको आदिम एक्टिङ गर्ने त लु ल त्यो चाहिँ के हो भाइ अरेन्ज हो त्यो चाहिँ अरेन्ज हो होइन ल अरेन्ज लेमन हो लेमन हो भन्न लेमन भन्न लेमन हो भाइ लेमन हो भाइ लेमन भन्न लेमन लु एक्टिङ गरिहाल त पनि लु छिटो 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 लु त्यसरी छोरी मुन्नादी मान्छे सौँद खाए रुम्चङ ओइ रुम्चङ ओइ गर्दै हाल्नु गयो अब बाई बाई तपाईँ 19 तारिक आउँदैन बिहामा म्योक्लम भनिराख्नु नि कस्तो खालको भेट अनिसँग भेट आजको दिनको लागि होइन अनि उयस के भन्छ लड्यो बहिनी यही त हो त सबभन्दा बाई बाई के पो अनि माइत आउने फुर्सद छैन भनेको यति साह्रो बिजी हेर्नु आयो झलक्कै भयो गयो फेरि गयो दर्शन दिएर हेरौँ न सबै उल्टा टिप्नु मन लाग्यो नि कहाँ भन्ने डर लाग्यो यो रेन्पम अनि नापम अनि कुसम अनमसम ल आयो लागौँ ढोकी राख्नु पर्यो चुचाङ्दा सुरु भएको नि जान माथिसम्म आमाको जुत्ता पनि ल्याइदिनु पर्यो ए त्यहाँ हाल्छ जस्तो भन् पुनम पुनम पो अरे सरी मङ्ग्रेप हामी भेना पुऱ्याउनु गएको दिदी र भेना पुऱ्याउनु जान्छ अहिले चाहिँ भेना मात्रै पुऱ्याउनु जान्छ फिलहालको लागि चाहिँ को अरे भेना अब एक दुई दिनमा चाहिँ दिदी भेना पुऱ्याउनु पर्छ है